सर और म्याम, यो भिडियो खिच्नु परेको चाहिँ यो सरोज तामाङले आशासनको कारण मैले भाइराम श्रेष्ठ र विनोद श्रेष्ठलाई आफ्नो जग्गा दुईरो पनि 5 जना भएको किता छुट्टै किता काट गरेर दुईजनालाई दुईतिर पास गरिदिएको र अनि 60 लाख चाहिँ लोन लिएको थिएँ। 48 लाख चाहिँ जग्गाकोमा भयो अनि 12 लाख चाहिँ मैले चेक पनि दिएको थिएँ। अब मैले चाहिँ अनि त्यो पैसा चाहिँ अब जे होस् अब सरोज लामाले आश्वासन पनि दियो। अनि फेरि अब सरोज लामाले तिर्ने र अनि जग्गा निकाल्ने त्यस्तै अब एकदम लोभान्छ अब देखाएर लोभान्छ के भन्छ त्यो विश्वास देखाएको कारण अब मैले त अब खासै म नलिने थिएँ। मैले अब कहाँ मैले 1-2 लाख ऋण त लिन सक्दैन। अब मैले 60 लाख लिने कुरै भएन अनि लिएको थिएँ। अनि अब त्यही हिसाबमा अनि मैले त्यो सरोज लामालाई पैसा बुझाएर अनि जे होस् चेक लिएको थिएँ। चेक लिएर अनि पछि आएर कति 2-4 महिना कति 4-5 महिना कति ढिला भयो। पछि आएर अनि फेरि उसले 3 महिनामा तिर्छु भनेर मलाई अल्झा राख्यो। अनि 3 महिना तिरेन। लगभग 5-6 महिनामा अनि मैले चाहिँ 5-6 महिनामा अनि त्यो 5-6 महिनामा कागज पनि वडा कागज बनाउन आयो। जे होस् हामीले कर गर्यो। मेरो श्रीमतीले पनि धेरै फोन गरेको अनि मैले पनि धेरै फोन गरेको कारण चाहिँ जे होस् एकदम कर गरेर वडा कागज बनाउन आएको थियो। अनि वडा कागज त पहिलादेखि नै बनाउने भन्दै थियो। जस्तो पाए त्यो कागज बनाउने भन्दै थियो। अनि बनाउन त जे पनि बनाइदिन्छु भनेर भन्दै थियो। अनि आयो अनि वडामा पनि अब त्यही हो। वडाको त्यही वडाले पनि अब त्यति जिम्मेवारी लिन नसक्ने भयो। अनि फेरि वडाले चाहिँ जे होस् वकिल चाहिँ बोलायो। वकिलमा पनि फेरि वकिल पनि त्यही बेलुका मात्रै आइदियो कि बेलुकाबाट आएको कारण जे होस् वडाले राम्रै कुरा त गर्न पाएन त्यो वकिललाई। अब अनि पछि आएर वकिलले चाहिँ हामीले बेलुका एउटा कागज बनायो। 60 लाखको कागज बनायो। त्यही हो 60 लाख लिएको। अब त्यो 60 लाख लिनलाई 1,80,000 ब्याज दरले हो कि। अब बाइरामलाई 1,80,000 दरले ब्याज तिर्यो। ब्याज तिर्ने हिसाबमा लियो। अनि फेरि पछि आएर सरोजले लिएपछि सरोजले कागज पनि बनायो। यताउता भयो। सरोजले एकदम हिसाब किताबले कागज बनायो एकदम वेटिङ गरेर। अनि अब 1,80,000 चाहिँ उसले मलाई तिर्नुपर्ने अनि मैले चाहिँ भाइरामलाई तिर्नुपर्ने। त्यस्तो भएको कारण अब लगभग 19 महिनासम्म चाहिँ ब्याज तिर्यो। अब कुनै बेलामा जे होस् 1,80,000 डलर लास्टसम्म 1,80,000 डलर तिरेर बस्यो। जे होस् एकदम राम्रै 19 महिनासम्म। अनि पछि आएर तपाईँको के भयो भनेदेखि 19 महिनासम्म तिरेर अहिले अब लगभग 8 महिना। अब 10 गते यो आज कति गते आज चैत्र 26 गते हो। अब वैशाख 10 गते आयो भने 9 महिना हुन्छ। 9 महिनासम्म तिरेको छैन सरोज लामाले। अब सरोज लामाले मैले तिरे सरोज तामाङ त्यो खोइ चेकमा तामाङ छ नागटामा लामा छ त्यो होइन। अनि जोस् उसको फेरि चेक पनि बाउन्स भयो भने चेक यताउता रिजेक्ट यताउता केही पनि प्रब्लम त भएन। मैले चेक चाहिँ 2 चोटि बाउन्स गरिसकेँ। आज चैत्र 26 गते हो। यो चाहिँ चैत्र 26 गते बनाएको। अनि अब के भयो भनेदेखि लाङलङ ड्यामतिर नि वडामा गएँ। वडामा जे होस् वडामा पहिला पनि गएको थिएँ। अब तिर्देऊ चाँडै गरिदेऊ यताउता रिक्वेस्ट चाहिँ एकदम गरिरहेको थियो सरलाई। अनि यता भाइरामलाई पनि अब कहिलेकाहीँ त फोन गर्थ्यो। अब
बाइनामको नाममा चाहिँ मेरो जग्गा पास थियो अनि त्यही कारण अब त्यही रह्यो नि, टेन्सन थियो। अब त्यही हो, त्यही सरोजले चाहिँ अब शासनका साथ अब दियो होइन, त्यहाँ दिन्छु भनेर भन्यो। 1 वर्षमा पहिला 3 महिनामा भन्छ, पछि आएर कागज बनाउने 1 वर्षसम्म तिर्छु भनेर भन्यो। लगभग जे होस् मलाई 10 महिनाको चेक दिएको थियो। अनि मैले पनि अब तिर्छु भन्दा यो महिनामा तिर्छु, एक महिनामा तिर्छु, अर्को महिनामा तिर्छु भन्दा मलाई त यो लगभग अहिले त कति महिना भयो, अहिले 9 8 र 19 8 19 27 8 19 27 महिना भन्दा पनि बढी बनाइसक्यो। अब अहिलेसम्म तिरेको छैन। अहिलेसम्म हेर्नु 1 पैसा बाहिरामले तिर्न सकेको छैन। त्यो जे होस् साउन्ड ब्याजै अब 9 महिनाको अब 10 गते छैन, वैशाख 10 गते आयो भने 9 महिना भइसक्यो। अनि अब वडा अध्यक्षले पनि एकदम रिक्वेस्ट गर्यो, अस्ति जग्गा लिन आऊ भन्यो। अनि जग्गा लिन 3 कट्ठा जग्गा दिने, अनि कति 25 लाखले 25 त्यहाँ 75 लाख भयो। जे होस् 75 लाख चाहिँ मैले बाहिरामले तिर्नुपर्ने कि अस्तिसम्म, अब त बढ्दै गइरहेछ। अनि 75 लाख तिर्नुपर्ने, अनि जे होस् 3 कट्ठा दिन्छु भनेर गयो। लगभग 10-11 दिन भोलि हुन्छ भनेर झुलायो। अनि धेरै झुलाएको कारण अनि अध्यक्षज्यूले पनि अनि आऊ भन्यो। अब त्यसले अब दिँदैन, अब चेक बाउन्स गर्नुपर्छ भनेर भन्यो। म आएँ। अब आएर अब लगभग अब आएर आजसम्म पनि अस्तिसम्म आइतबार फोन गर्ने बेलामा चाहिँ भोलि भनिन्छ। अब अध्यक्षज्यूले चाहिँ किन रोक्यो भनेदेखि मलाई त्यो बेलामा चेक बाउन्स पनि गर्न दिएन। किन रोक्यो भने बाहिरामले चाहिँ रोक्या रहेछ कि उसलाई, अब के कुरा गरेर रोक्या हो, जे होस् के कुरा गरेर अब रोक्या हो। त्यस्तै अब कहिले सरोजले रोक्ने, कहिले बाहिरामले रोक्ने। अब अहिले चाहिँ अध्यक्षज्यूले अब त्यही हो कुरा मिलाउन रोकिएको थियो, अब मिलेन अनि बाउन्स पनि गरियो। अनि अब त्यस्तै भएको कारण अब यो कागजमा त अब उल्लेख छैन नि 1,80,000 ब्याज होइन। अब यो 1,80,000 ब्याज त अब उल्लेख नभए पनि अब मिल्दैन भन्छ, कानुनी साम मिल्दैन भन्छ। अब मैले तिर्नै पर्ने भइरहेछ, उसले नदिएपछि नदिइरहेछ। अनि त्यही कारण अब जे होस् यो प्रुफ चाहिँ अब होस् कि अब मैले जग्गा ढिटो राखेको, तर बाहिरामलाई पनि समाउनु पाओस्, विनोदलाई पनि समाउनु पाओस्। जे होस् हामीले चाहिँ मेरो जग्गा मेरो फिर्ता पाऊँ भन्ने एउटा हिसाबमा जसरी भयो भने मेरो जग्गा फिर्ता पाऊँ। अब मैले पैसा खासै चलाएको छैन। अब अलिअलि चलाएको थिएँ, अलिअलि भनेको त्यही हो सरोज मार्फत अलिअलि त्यो उसले मनोज्ञास्ती दिएको जस्तो चाहिँ गर्ने। अनि उसले चाहिँ के भयो भनेदेखि अलिकति फकाउनलाई दिने जस्तो लाग्यो कि, अहिले चाहिँ फकाउनलाई दिने। अनि फकाउनलाई दिने, अब मलाई समस्या परिरहेको हुन्छ, अलिअलि पैसा लियो त्यसै चलाएर। जे होस् मेरो परिवार चाहिँ त्यो मेरो आमाको वृद्धबाट र त्यसले अलिअलि दिएको, अनि त्यही हो। अनि अलिअलि ऋण, हल्का फुल्का ऋण। अनि मेरो श्रीमतीको हल्का फुल्का त्यो खेतालो जाने त्यो किसानी फार्मर काम गर्ने। अनि त्यस्तो भएको कारण अहिलेसम्म मैले लिन सकेको छैन। केही भएर अब सर म्याम, अब मैले वकिलसँग पनि कुरा गरेको थिएँ। वकिलले चाहिँ अब चेक बाउन्स भनेको थियो त्यो बेलामा। अनि त्यो बेलामा फेरि राजकुमार अध्यक्षज्यू चाहिँ भेट्यो होइन। अध्यक्षज्यूलाई भनेको चेक बाउन्स गर भन्नुपर्छ, अब वो चेक बाउन्स गर्ने भनेको। अनि बाहिरामलाई भनेको थिएँ, बाहिराम डरायो भनेर भनेको थिएँ। अनि बाहिराम त्यही बेलामा त्यो चाहिँ भेट्न गयो, किनकि उसलाई पनि डर लाग्छ भन्ने कि के भन्ने, अब त्यहाँ सोध्न गयो है। अनि सोध्न जाने बेलामा चाहिँ त्यस्तै अब जे होस् फोनमा सबले गर्छ कुराहरू। अनि त्यसरी रोक्यो। अहिले चाहिँ चेक बाउन्स चाहिँ गरियो, दुईचोटि गर्दा पनि रेस्पोन्स चाहिँ केही आएन। नआएको कारण अब केही भएर अब केस चाहिँ अहिलेसम्म गरेको छैन, अदालत दायर छैन। जे होस् वकिल सरलाई चाहिँ एकचोटि भेटेको थिएँ, शम्भुजीलाई।
अब के भएर यसरी भनिहाल्यो भने भइहाल्यो भने राम्रो होस्, मलाई चाहिँ मेरो जग्गा फिर्ता होस् भन्न चाहिँ मेरो पुरा एकदम छानबिन होस्। अनि बरु स्टेटमेन्ट छानबिन होस्, केही हुँदैन, किनकि मैले नराम्रो कसैलाई नि गरेको छैन। जे होस् म चाहिँ मेरो जग्गा चाहिँ फिर्ता पाऊँ भनेर अब त्यही हो। म भिडियो चाहिँ पहिलादेखि नै यो घटना भइसकेपछि यो कागज नबनाउने न भिडियो बनाएको छु, त्यो भिडियोहरूले पनि धेरै काम गरोस् भनेर बनाउँदै गरेर। किनकि अब 1,60,000 छ अनि त्यहाँ फेरि मेरो जग्गा नाममा छ, खाली त्यहाँ विश्वासमा म त फसेँ, धेरै ठुलो कुरामा फसेँ, त्यही हो।